नमस्ते सबैजनालाई सबैजना ठिकै हुनुहुन्छ होला। अनि आज चाहिँ हामी हिजो मोटुको घर आएको छौँ यहाँनिर तोयङ। अनि आज चाहिँ हामी पर जाँदैछौँ। यहाँ चाहिँ मजुर हुन्छ अरे नि त, मोटुले भन्दै थियो मजुर हुन्छ भनेर। त्यही भएर चाहिँ म चाहिँ धेरै एक्साइटेड छु त्यो मजुर हेर्नुको लागि। त्यही भएर जाँदैछौँ। हेरौँ अब पाउँछ कि देख्नु पाउँछ भनेर। मोटुहरू चाहिँ अगाडि गइसक्यो, म चाहिँ यहाँनिर पछाडि छु है। अब हेरौँ मजुर चाहिँ पाउँछ कि पाउँदैन। उकालो जाने करार जानु ओह्रालो हुन्छ। 3 जना हामी चाहिँ गएको मजुर हेर्नु। मजुर पाउँछ नि पाउँदैन छ कि छैन त हजुर नि। यहाँ तर यहाँदेखि उता त दामी रहेछ त है। ऊ तँलाई कस्तो दामी खेतबारी कुनै अम्मा। तर म आज यिनीहरूलाई बोलाउँदिनँ। पछि आउँदैछ आलुबारी गएको रोड चाहिँ दामी छ। सानो भए पनि चिटिक्कैको हाम्रो खेतबारी यही हो। कुन चाहिँ जाउँ त्यो खेतबारी। ऊ हेर्नु न मजुर करा कस्तो दामी रोड हो सानो। खोइ खोइ अब कहाँबाट देख्नु यहाँ त है। मेरो नाच्दैछ देख्यो ला केराबारी कस्तो दामी रोड। ओह्रालो हामी चाहिँ अब चाहिँ यहाँ तल मजुर देख्दै थियो माथिबाट। अनि अब देख्छ कि देख्दैन हामी जाने यहाँबाट। मकैहरू यत्रो भइसकेको छ रहेछ यहाँनिर। यहाँदेखि फल्स देख्छ सिरिजङ्गा फल्स। ए यहाँबाट झन् राम्रो देख्छ होला नि, देख्यो नि त। यो देख्दै गरेको चाहिँ सिरिजङ्गा फल्स हो। हाम्रो गाउँ यहाँनिर हाम्रो गाउँ पर्छ। यहाँनिर चाहिँ फल्स सिरिजङ्गा यहाँबाट देख्दो रहेछ। जो हो रहेछ देख्दैन फोनमा देख्दैन। आउनुहोस् छिटाउनुहोस् छिटाउनुहोस्। यो मान्छे हिँडेको हेर्नु यहाँ पटस पटस। बिरालो सेम कराउँदो रहेछ मजुर। मकै यत्रो भएछ यहाँनिर। मेरो भिडियोमा देख्दैन रहेछ नि मजुर जान्छ। ऊ रुखमा छ अरे होइन। सबै उयो रहेछ गयो उडेर। हेर्नु कति लामो होला नि। सबै रुखमा बसे मजुर त पायो। यसलाई चाहिँ कति धेरै केटी भ्याए कि सबै गयो तल सरे फेरि। यिनीहरूलाई चाहिँ खानु नपाएर त्यसो सोर्नु होला। गयो सबै छोडेलाई। त्यो चाहिँ कस्तो दामी एक्लै भइरहेछ। काम गर्ने एकजनाले त
पल्लो चाहिँ नमस्ते गरेन भनेर भोलिपल्ट निकाल्नु। दामी कहाँ गयो पुग्यो नि ऊपर पुग्यो नि यिनीहरू चाहिँ उयो रहेछ है मकै बारी हेरेर पप्पीको त्यो सबै यहाँ रह्यो नि त उपर पनि छ एउटा लास्ट अब त्यही हो हेरौँ भन्छु मेरो कान्छीले नानी बिहे ओ यो पनि हेर्नु न सबै नसिक उठ्दैछ सबै यही यहाँ केले पानी खान्छ थाहा छ गाई भैँसी गोरु खान्छ पानी अब जानुपर्छ सबै मजुर नै रह्यो हालत यस्तो छ मजुर हेर्नेहरूको अब चाहिँ हामी मजुर नि हेरिसक्यो छेउबाट देख्न नपाए पनि टाढोबाट देखेँ होइन र मलाई ढुक्कै लाग्यो नि त किनकि मैले मजुर कहिले देख्दिनँ नि त लाइफमा यो चाहिँ यति धेरै यहाँनिर रुखमा बसिरहेको छ यहाँनिर यति धेरै बसिरहेको छ यहाँनिर मजुर हेर्नु ल्याउने मान्छेहरूको हालत चाहिँ यस्तो भइरहेको छ पसिना आइरहेको छ दामी रहेछ तर खेतबारीहरू छ यहाँनिर अब मजुरलाई बाई बाई भयो अब चाहिँ जाने अब घरतिर हजुर मलाई त भोक लागेको छैन 2 कप चियाले त टन्नभरि पूर्ण भइरहेछ मेरो पेटलाई होइन आमा भनेको आमै हो साँच्ची भनेको संसारमा आमालाई जस्तो मलाई चाहिँ संसार देखाउनु नि आमा हो त्यही भएर आमाले गर्नुभएको सबै काम राम्रो मिठो मम्मीले अझै गराउँदैछ है खेतबारी पनि हेऱ्यो मजुर पनि हेऱ्यो मजुरको बग पनि पायो अब चाहिँ हामी घरतिर गएको